फुटबल स्टेडियममा गएर फुटबल कहिले नै हेरेको थिइनँ कि मैले नेपालमा हुँदाखेरि पनि। जापानमै आएर यो कुराको अनुभव गर्न ल्याएर चाहिँ त्यही भएर होला। फुटबल स्टेडियममा आओ कि क्लबमा आओ, एकछिन त म कन्फ्युज पो भएँ। हामीले चाहिँ 2-2.5 हप्ता पहिले जस्तो टिकट ल्याइसकेको थियो क्या। एउटाको 3200 थियो। हामीले चाहिँ सिकेटहरू स्क्यान गरेर भित्रतिर गयो। जाँदाखेरि फ्यान दिएको थियो क्या हामीलाई। अब 3300 को अलिकति त उठाउनु परिहाल्यो, त्यही भएर फ्यान लिएर हिँडिहाल्यौँ। खुट्टा टिक्ने ठाउँ नै थिएन त्यहाँभित्र। मैले चाहिँ फर्स्ट टाइम देख्दै थिएँ आफ्नै आँखाले फुटबल स्टेडियम। म कस्तो धेरै एक्साइटेड भइरहेको थिएँ। गर्मी भन्नुहुन्छ भने साथीहरू यस्तो धेरै गर्मी थियो। पहिले हो नि त भिडियो गर्मी सिजनमा हो नि त फुटबल हेर्न गएको। आजभोलि त साह्रै चिसो भइसकेको छ। गेम सुरु हुनुभन्दा पहिले किन त्यसरी हल्ला गर्यो नि भगवान्, मेरो त कानै फुट्न थालिसकेको थियो। यस्तो धेरै हुटिङ गरेर झन्डाहरू हल्लाको हल्लै, ताली बजाएको बजाई, अनि त्यो ग्राउन्डमा फुटबल ग्राउन्डमा केटीहरू नाचेको नाची, अनि यो फायरिङ गरेको गरे थियो। फाइनली खेलाडीहरूको एन्ट्री भयो। त्यसपछि त झन् उनीहरूलाई चेयरअप गर्नलाई होला भगवान्, तालिका बर्सातहरू बर्सेको बर्से। गेम चाहिँ हिरोसिमा र अर्को कुन ठाउँको बिचमा थियो, नामै बिर्सेँ मैले त। पहिलो गोल चाहिँ हिरोसिमाले नै हानेको। मिलनले एक गोल भयो भनेर कराइराख्नु भएको थियो। यस्तो धेरै हुटिङ भइरहेको थियो। अनि त्यसपछि 45 मिनटपछि ब्रेक हुन्छ नि त, त्यति बेला यो लाइटहरू बालेर फायरिङ गरेर क्लबमै आए जस्तो फिल भइरहेको थियो। यति बेला चाहिँ मलाई गर्मीको कुरा गर्नुहुन्छ भन्दाखेरि साथीहरू यस्तो धेरै गर्मी थियो। पानी पेको गर्मीले गर्दाखेरि त्यो गेमको मजाले ल्याउन पाइएन। लास्टमा चाहिँ हिरोसिमाले नै जित्यो। यो फुटबल ग्राउन्डमा हेर्नुभन्दा बरु टिभीमै हेरेर त्यो लाइभ देखाइरहन्छ नि त पाल्लोपट्टि, त्यही टिभीमै हेर्न मजा लाग्थ्यो। यत्रो टाढाबाट देख्दै नदेख्ने, यति सानो देखिने मान्छेहरू पनि झ्याउै लाएर आउने। गेम चाहिँ फिनिस भयो, सक्यो, खत्तम भयो। हिरोसिमाले जित्यो। रात परिसक्यो। बाहिर निस्किँदाखेरि 8:30 भइसकेको थियो। चाहिँ घर फर्किँदाखेरि खोलाको किनारा हुँदै घरतिर फर्क्यौँ। यताबाट चाहिँ फुटबल स्टेडियम यस्तो देख्थ्यो।